लप्सी यति धेरै भइसक्यो यो बकेट त भरिसक्यो अब केमा हाल्ने भन्ने कुरा छ खेतालाहरू लप्सी टिप्नलाई यता आऊ यता यता त्यता होइन उहाँ तल जाने तल्लो गरामा जाऊ ल अलि बलियोसँग समाऊ है अलि बलियोसँग समाऊ है झरिराख्यो होला झरेको लप्सी जति आफै टिप हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्लग सङ्गीत सम्झान युट्युब च्यानल हेर्दै हुनुहुन्छ म चाहिँ लप्सी टिप्न गइरहेको छु रुगा लाएर स्वर चाहिँ खत्तम भइरहेको छ मेरो बाबा चाहिँ अलरेडी लप्सी झार्न गइसक्नु भएको छ भने म चाहिँ लप्सी टिप्नको लागि जाँदैछु लप्सी झार्ने कार्यक्रम हुँदैछ मेरो चाहिँ रुगा लागेर एकदम खत्तम आइरहेको छ है भोइस चाहिँ लप्सी टिप्न गइराखेको छु लप्सीको बोर्ड चाहिँ यो हो लप्सीको बोर्ड चाहिँ लप्सी आधी जस्तो झरिसक्यो अब लप्सी माथि फर्केर हेर्दाखेरि केही पनि छैन यहाँनिर टन्नै थियो यहाँको भाग सबै झारिसकेको छ माथिबाट बाबाले लौरोले झार्दै हुनुहुन्छ लप्सीको बोर्ड चाहिँ यही हो गाइज यही हो लप्सीको बोर्ड चाहिँ अझै पनि यहाँनिर त छ कि यस्तो यहाँनिर त छ देखिरहेको छ तर झार्नै सक्दैन अलिअलि छ अब धेरै त छैन अलमोस्ट अस्ति नै झारिसकेको रहेछ यहाँनिर एउटा ठाउँमा रहेछ त्यो पनि झार्न नसकिने अवस्थामा छ यता हाम्रो भवरङ हुनुहुन्छ माथिबाट इसारा गर्दै हुनुहुन्छ बाबाले माथिबाट झारिराख्नु भएको छ यो रुखबाट माथि यो रुखबाट झारिराख्नु भएको छ यो रुखमा चढेर यतातिर लप्सी झार्दै हुनुहुन्छ अनि म चाहिँ लप्सी टिप्दै भ्लग बनाउँदैछु यो हो मैले टिपेको लप्सी लप्सी त हेर्दाखेरि यस्तो रसिलो छ कि खाउँ लाग्ने छ नि तर के गर्नु मलाई चाहिँ गाउँमा आएदेखि चाहिँ रुगा लागेर खत्तम भइराखेको छ त्यसैले मैले लप्सी चाहिँ मुखमा चाहिँ हालिसकेको छैन तर म खान्छु मनले मान्दैन अगाडि देखेपछि लप्सी कसलाई मनपर्छ कमेन्ट गर्नु होला अब म तल्लो गरामा गएर टिप्न जान्छु म लप्सी टिप्न गएँ है यो बाल्टिन पनि भरि भएर आज बढी नै आउँछ कि क्या हो जस्तो पो लाग्छ त मलाई म तल्लो गरामा जाँदैछु लप्सी टिप्न आएको त्यहाँ कति धेरै छ लप्सीहरू दिस इज अ बकेट एन्ड दिज आर लप्सी अनि भुइँमा पनि छ टन्नै ल हेर्नु त कति धेरै छ देख्नुभयो सायद त्यति धेरै नोटिस त भएको छैन होला तर भुइँमा छ टिप्न थालियो भने त धेरै नै हुन्छ होला सो ढिलो नगरिकन म चाहिँ टिप्छु लप्सी है हेर्नु होला म लप्सी टिप्दैछु अघि पनि देखाएको जस्तो लागेको थियो कति देखाइरहेको होला भन्ने पनि लाग्न सक्छ हजुरहरूलाई बट के गर्नु यतिकै बसिराख्नुभन्दा त सानो एउटा कन्टेन्ट पनि बन्छ नि त भनेर हो कि छोड्नु ल हो लौरो झऱ्यो ल म टिप्दैछु यहीँ बस्यो लौरो अब सक्यो लप्सी झार्नु यति नै हो अब झार्न नसकिने एक दुई ठाउँमा छ त्यो नसकिने ठाउँमा बल जस्ती गरेर नबसौँ जति सकिन्छ त्यति चाहिँ टिपौँ भन्ने कुरा हो म अब एकैछिनमा कति हुन्छ देखाउने छु है त फाइनली लप्सी टिपेर यति धेरै भइसक्यो कि हुन्छ लप्सी यति धेरै भइसक्यो यो बकेट त भरिसक्यो अब केमा हाल्ने भन्ने कुरा छ यहाँको चाहिँ लगभग टिपेर सकियो अब अलिअलि बाँकी छ यहाँनिर छ तल्लो गएर छ त्योभन्दा तल पनि छ अनि यता हुनुहुन्छ हाम्रो बाबा उहाँले पनि लप्सी खोज्दै हुनुहुन्छ अघि माथिबाट झार्नुभयो अब टिप्दै हुनुहुन्छ म चाहिँ तल गरमा अनि कान्लातिर पनि छ कि भनेर खोजिराख्नु भएको छ उहाँले चाहिँ सो वाट माथि बच्चाहरू छ जस्तो चाहिँ बच्चाहरूलाई बोलाउनु पर्छ जस्तो छ हौ बोरा लिएर डिम्पीहरू आइसक्यो जस्तो छ त कराउनु न एकचोटि आइसक्यो जस्तो छ डिम्पी आइसक्यो जस्तो छ खेतालाहरू लप्सी टिप्नलाई यता आऊ यता यता त्यता होइन उहाँ तल जाने तल्लो गरामा जाऊ तल्लो गरामा टिप्दै गर
हेरेर जाऊ हेरेर हुन्छ हुन्छ टिप हुन्छ 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 ए यहाँ ऊ अर्को बोरा लिएर आऊ भनेको त ल ल ल हामले दौडेछ यो तल यहाँ समाउ त ईशान यहाँ समाउ त एक साइडमा हो ल अलिक बलियोसँग समाउ है अलिक बलियोसँग समाउ है ल भयो आधी बोरा भयो नदौडिउ न त्यसरी ए लस्करै टिप त लस्करै टिप्ने लस्करै किन गएको आऊ टिप्न लप्सी कहाँ गएको तिमी लप्सी नटिप्ने हिमाल पनि पारीभित्र कस्तो राम्रो देखिरहेछ है हाम्रोमा त त्यस्तो ठाउँको त के टिप्नु त त्यस्तो ठाउँमा त के टिप्नु त हजुर यता ल्याएर हालौँ न लु हालौँ हालौँ खै ईशानले कति टिप्यो लु हालौँ त गुड ल राम्रोसँग टिप्ने ल कुनै कुनै त उयो गर्दैछ किन आएको रे त्यो सिक्री डोजर त किन आएको रे त डोजर हो हो मोक्सिङमा होला यार यो आले दादा यो ईशान अनि अर्को चाहिँ अविरल होइन हो कि होइन है ल ठिक छ लप्सी टिप्ने हाम्रो साथीहरू होइन अनुजाहरू माथि गए उनीहरू लप्सी टिप्न आएका थिए गइसके अब सिद्धेऊ रे त्यसरी खोसाखोस नगरौँ न मिलेर टिप्यो भने त भेटिहाल्छ नि ऊ यहाँनिर छौ हो त्यहाँ ऊ यो के त हो त्यस्तो पनि टिप्ने हो क्या त्यो कालो यो कुहिएको मात्रै नटिप्ने यस्तो सरी यस्तो चाउरी परेको छ भने पनि टिप्ने ल चाउरी परेको पनि मिठो हुन्छ नि त्यो चाउरी परेको भनेको त्यो बिग्रेको होइन नि त त्यो त सुकेको हो नि अलिक बुढो भएको क्या त्यो चाहिँ हजुर त्यो तलतिर कहाँ लप्सी हुन्छ त मासतिर पो हुन्छ त लप्सी लप्सी तलतिर खासै धेरै छैन क्या बढी जस्तो झरेको भनेको त्यही दुईवटा गरामा हो दुईवटा गराको अघि नै टिपिसक्यौँ नि त हामीले पक्नु न पहिला यहाँको सिद्ध्याम न त्यो लौरोले भेटे जति हान्ने हो लौरोले भेट्छ त्यहाँ छ नि त्यहाँ पनि त्यहाँ पनि छ एउटा लप्सीको बोट त्यो पनि झार्ने कि भन्ने कुरा भइहाल्छ नि घरमा लगेर छान्ने के घरमा लगेर छान्ने अहिले यति भयो यहाँ कति धेरै लप्सी छ हेर्नु त लप्सीको लटरम्मै फल्याएको छ यहाँ रुख भने यति अग्लो रुख छ कि अब बाबा हुनुहुन्छ यतातिर अनि यहाँबाट चाहिँ हिमाल पनि टक्क देखिरहेको छ हाम्रोबाट चाहिँ यसरी हिमाल पनि देखिन्छ है कतिजनाले नोटिस गर्नुभएको होला यो हिमाललाई अनि यो चाहिँ चौतारो हो यहाँ चाहिँ बच्चाहरू दौडिरहेका छन् नि त्यो चाहिँ चौतारो हिमाल त यता पनि देखिरहेको छ हिमाल देखेर के गर्नु तुवालोले भरेर अलिकति मधुरो मधुरो देखिरहेको छ स्पष्ट चाहिँ अलिकति यो देखिरहेको छ तर यो पनि त्यति धेरै राम्रो चाहिँ देखिरहेको छैन ओके रुखमा चढ्न लाग्नु भएको धेरै माथि जानु पर्दैन यही तलतिरको मात्रै यति मात्रै झार्यो भने नि थुप्रो निस्किन्छ छनु त उतापट्टिको बोर्डमा झन् कति धेरै छ नि त्यो बोर्डमा त्यो बोर्डमा तर के गर्नु त्यो बोर्डको कहिले झर्ने त्यो त सबै त्यहाँ खोल्सामा झरिहाल्छ स्याउरी तिमी स्याउरी होइन हो के होला है हो जस्तो लाग्छ
यसै त काम भयो त्यहाँबाट खसाल्ने चाहिने कुरा गर्दैन नचाहिने कुरा नगर है मेरो छेउमा बसेर अहिले झापड लाउँछु म धेरै माथि त जानु पर्दैन होला है त्यहाँबाट त भेट्दैन होला ऊ त्यो माथिपट्टि जानुपर्छ होला त्यहाँबाट भेटिन्छ होला त त्यहाँको भेटिँदैन होला है त्यहाँ त अलिक माथि पुग्नुपर्छ होला भेटिन्छ र भेटिन्छ होला माथिल्लो त्यो माथिपट्टि चाहिँ जानुभयो भने त डर लाग्छ भने त किन जानु त नि भेटिन्छ होला त्यहाँबाट त भेट्दैन र भेटिन्छ होला लौरो लामो छ त यति लामो लौरोले नभेटेला र भेटिएला अनि लड्यो भने कति मोटो छ हे 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 बेकार चढेको मात्र भयो जति भेट्नुहुन्छ त्यति मात्र झार्नु न नभेटेकोहरू त किन झार्नु र भेटेको मात्र झार्ने नि कुरो झऱ्यौ त ऊ ए नभेट्ने पो रहेछ ए छोडिदिनु भेटिएन भने त लु लु छोडिदिनु ओइ कहाँ तल झरिसक्यो सो फाइनली गाइज अब लप्सी पनि टिपेर सकिसक्यो अब यहाँनिर बोरा बोरामा छ यो खन्याउनु पर्ने छ डोकोमा हालेर लान आँटिराखेको छौँ म खनाउँछु अब यहाँ माथि अझै पनि छ कति त अब झार्न भ्याएको जति चाहिँ झारियो बाँकी त्यत्तिकै छ रुख पनि अग्लो छ बाबा अझै पनि तल टिप्दै हुनुहुन्छ अब म चाहिँ यहाँ लप्सी खन्याउने काम गर्छु अलि यता ल्याएर देखाउ न डोको मात्रै देखाऊ कि झर्नु लायो यहाँ पनि बोरा पनि देखाउ न हो त्यति ल लप्सी त टन्नै निस्क्यो नि अझै लगिसक्यो होइन माथि आधी ल एक बोरा यहाँबाट खन्याइयो अब अर्को बोरा चाहिँ खन्याउँछु म टन्नै निस्केछ हौ यहाँ मात्र एक डोको भएछ अब यसलाई राम्रोसँग छान्नुपर्छ किनकि चाउरी परेकोहरू पनि छ खाने यो रातोवाला खाने हो खाने लौ खाऊ म नानी अघि दुईटा खाएर सकाइछु अब चाहिँ भारी बोकेर गइन्छ खाइले हो अब सक्यो हाम्रो काम चाहिँ अब यही हो अब आजको हाम्रो काम भनेकै यही हो यो बोकेर गइन्छ त्यसपछि घरमा लगेर चाउरी परेको नपरेको सबै छ यस्तो चाउरी परेकोहरू पनि छ यसलाई छान्नुपर्ने हुन्छ घरमा लाने अनि त्यसपछि छान्ने राम्रो राम्रो बेच्ने हो यो चाउरी परेकोहरूलाई उसिन्ने हो अनि अचार हाल्ने हो कि अब अमिलो बनाउने हो कि के गर्ने हो त्यही अनुसार गरिन्छ गाइस यति नै हो आजको हाम्रो भिडियो चाहिँ अनि यहाँनिर छ दुईवटा मुसाहरू मेरो छेउछेउमा यति नै हो अनि बाबा चाहिँ तल अझै पनि लप्सी धेरै भेटिन्छ कि भनेर खोजिराख्नु भएको छ यहाँनिर सकिसक्यो होइन सकिसक्यो होइन लु जाउँ छैन क्या मैले अघि नै टिपिसकेँ त्यहाँ तलतिर मैले अघि नै टिपिसकेँ न सरी लास्टै रुगा लागेर तर लप्सी देखेपछि खाइदिइहालेँ मैले चाहिँ रुगा चाहिँ लागिरहेको छ तर धेरै त होइन 4-5 वटा खाएँ घाम पनि डुबिसक्यो यहाँ चाहिँ
चिसो हुन थालेको छ अनि हाम्रो घाम चाहिँ यहाँबाट डुब्छ क्या अनि बिहान उदाउने बेलामा पनि यो डाँडामा पहिला निस्किन्छ त्यसपछि मात्रै तल गएर हाम्रोतिर निस्किने हो अब यहाँ घाम डुबिसकेको छ अलिअलि मात्रै छ चिसो चिसो हुँदैछ त्यही भएर मैले पनि ज्याकेट लगाइसकेँ अब चाहिँ म यो भारी बोक्छु जान्छु घरमा लगेर छान्छु ओके म घरमा लगेर छानेको भिडियो चाहिँ बनाउँदिनँ यतिसम्म भिडियो हेरिदिनु भयो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो सी यु अल बाई 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 गरिदियो केटीहरू ल